ल हामी चाहिँ यहाँ घर तरुल खन्न जान लागेको ट्याक्क लाएर घर तरुल खन्नलाई रेडी भयो पन्जा र बुट लाएर लेट्स सी कस्तो पाइन्छ घर तरुल लेट्स गो साँच्चै छ नि यहाँ हैन के जान्नु ल स्पट चाहिँ यही हो काल्न भत्काउने भयो केटाले अब पानी पर्नलाई पनि पानी पर्न लाग्यो गडाङगुडुङ हुँदैछ है पानी पर्न लाग्यो ल छिटो गर्नुपर्छ केटा घर तरुल भेटाउँछ कि क्या केटाले सफेद वाला है लाल वाला है लाल भी है सफेद भी है दोनों है दोनों है भाई इससे बड़ा नहीं मिलेगा मैं कह रहा हूँ ये बात को गौर से सुनो देखो ये माल अगले साल का पिछले साल का काट्दैछ है केटाले गर्तल ल केटाकेटी बाहिर पानी पर्यो यस्तो छ पानी परेर साँझ पर्न लाग्यो पानी सिम छ गाउँतिर यस्तो छ त्यहाँ सिमलको रुख थियो क्या यहाँनिर ठुलो काटिदिएछन् काट्नु हुँदैन थियो त्यो यस्तै छ है ल चिसो चिसो छ अरू त केही छैन पानी बिग्रियो पानी बनाउन जानुपर्ने भयो गाह्रो छ पानी बनाउनु पर्यो घाँटी दुखेर ठिकै हुँदैन त ल यहाँ चाहिँ केटाहरू काठमाडौँतिर छन् कोही पनि छैन यता गाउँ दह्रो पाके छ है यस्तो छ यतातिर ओ भैँसी के पारा हो गाह्रो छ है गाह्रो छ कस्तो हेऱ्यो क्या भैँसीले राक्षसी जस्तो गर्छ त ल यस्तो छ पारा पानी बनाउनु जानुपर्ने छ ढुकुर कराइरहेको छ खानु पाए नि हुन्थ्यो नि है ढुकुर तामे कुरुले त सानो हुन्छ के काम छैन थियो अनि हामी चाहिँ यहाँ संसारी आइपुग्न लाग्यौँ त्यहाँ पनि हेर्नुपर्ने छ पानी ल साथी यो चाहिँ हाम्रो सिँचाइको ट्याङ्की थियो तर यसमा अहिले पानी छैन अनि हाम्रो खानेपानीको ट्याङ्की चाहिँ इधर है यो चाहिँ संसारी हो यहाँ चाहिँ नयाँ वर्षमा एउटा बाख्राको पाठो काटेर यसो भोज खाने चलन छ होइन अनि यो चाहिँ धेरै पुरानो ट्याङ्की हो क्या पानी नै छैन अनि छैन यत्रो आइसक्नु मात्र हुन्छ त यत्रो पानी त तान्दैन नि हो र ल हामी चाहिँ माथि नै जानुपर्ने भयो गाह्रो भयो नि त लेट्स मुभ यस्तो छ यता
ल यो चाहिँ चौतारो हो, भारी ल्याएर बिसाउने। अनि यहाँ चाहिँ भारी ल्याउने, बिसाउने, बस्ने, गफ गर्ने। अनि यहाँ छ एउटा बाघचाल खेल्नलाई। 4वटा बाघ, 20वटा ढुङ्गा कति हो, त्यस्तै कति हो त्यस्तो छ। अनि यहाँबाट हल्का देखिरहेछ तल। ट्याक्क यता चाहिँ यहाँ चाहिँ खेत छ होइन, यता चाहिँ गाउँ छ। यता काका ल हामी जानुपर्ने फेरि यो ठाडो त्यहाँनिर। ल जाऊँ। काकाले चाहिँ 26-27 वर्ष अगाडि यो बाटो घाँस लिएर हिँड्नु भएको थियो अरे। घाँस दाउरा संसार कहाँ पुगिसक्यो, हामी पानी बनाउनमा अल्झिरहेछौँ। यो चाहिँ टिमुरको रुख हो होइन, ट्याक्क यसमा चढेर काटिदिन्छन् हौ। त्यहाँ चाहिँ घाम अस्ताउन लागेको छ। अनि उधर पुल दिख रहा है भाइ। अनि यो चाहिँ सर्से भयो है। खोलाबाट त्यहाँ अप्ठ्यारो छ क्या, यहाँबाट ठ्याक्कै मुहानमै पुगिन्छ। चलो चलो। र गुराँस फुलेर सकिसकेछ, ओइलाई पनि सकेछ, तर यहाँ सुनाखरी छ ट्याक्क लाएर। यस्तो छ। यो चाहिँ यहाँ पहिलाको कुलो थियो क्या सिँचाइको, अहिले भत्केर हल्का हल्का मर्मत सम्मार गरेर पानी ल्याउँछन् बर्खामा, त्यही हो। गाउँमा पानी चाहिँ हुनु पर्यो क्या, कम से कम पनि मिनिमम रिक्वायरमेन्ट। मान्छेको गाउँमा पानी नै हुँदैन के। हाम्रो गाउँमा कति चाहियो पानी, पानी नै पानी होइन, रसिलो हुनु पर्यो नि त गाउँ त। हामी चाहिँ मुहानमा ट्याक्कै आइपुग्नु लागिसक्यो, तर यहाँ भत्किन लागेको छ, गाह्रो छ। त्यहाँ त भत्केछ पनि अलिकति। ओ नयाँ के हो, होइन होइन हलिँदैन। अब ल यही हो हाम्रो खाने पानी। पानी यस्तो छ। अनि यो माथिबाट खोलाएर आउँछ होइन। यो ढुङ्गा माटो सर्प पुगे खाने केही हुँदैन के, त्यस्तो खतरा। साथीहरू ल नवीन चाहिँ अब पानी किन आएन भन्ने कुरामा हामी अनुसन्धान गर्दै आउँदा यहाँ मुहानमै चाहिँ केही ब्लकेज भएको शङ्का छ। हि इज गोइङ टु क्लियर इट। इट विल टेक फ्यु मिनट्स। सर्प त छैन नि है, डोन्ट वरी। Navin is going to clear the blockage of water. This is the main point where we get the water for our village. I think some blockages are there and he is going to finish, going to clear it. ल नवीनले चाहिँ ब्लकेजहरू सबै क्लियर गरिसक्यो। नाउ we will be back to the place where we have a problem on water supply. पानी बनाउने कार्यक्रम सक्यो, यति नै हो। खासै धेरै ठुलो केही समस्या हुँदैन। ल ल एक दुईवटा फोटो खिच्यो, त्यही हो। खासै धेरै स्पेसल केही पनि छैन। हामी चाहिँ यताबाट आएको हो होइन, अघि यहाँभित्रबाट ट्याक्क लाएर। चलो चलो हाम्रो काम सकिसकेको छ है, देख सकते हो। पानी आउनु पर्ने यहाँ हो माथिबाट है,
पानी आइसकेको छ यहाँ बज्दैछ लो कितना बडा आयो ऊ त्यो पात निकाल त ए ल पात निकाल के होला नि त त्यो त हाम्रोतिर होइन नि त्यही निकाल मुला कसले ढुङ्गो लगाइदिएको रहेछ अनि हो र त्यो ढुङ्गा निकाल त भित्रै पसेर बरु उता पनि नलाइदियो फेरि उनीहरूले पनि त्यसै गर्छन् ठिक छ ल कतै पनि लाउनु हुँदैन ल त ढुङ्गो पो लगाएको रहेछ काम भइसकेको छ इधर त्यही भएर अब चाहिँ घरतिर जानुपर्ने हुन्छ केटाहरू काठमाडौँ गएपछि के हो गाउँको हालत यस्तो छ त केटा हो गाउँ खरानी छ केटाहरू त्यहाँ भत्केछ फेरि यो त पाइप गाडेको हो यहाँबाट छ के पानी चाहिँ आयो अहिले पनि हेर्दैछ क्या त्यो भैँसी केटा हो यो भैँसीलाई सम्झाउनु पर्यो है यहाँ कस्तो हेरेको देखो भाइ गाउँ का मौसम ऐसा है ठिक छ नि त ठिक छ नि साथीहरू कति बज्यो अहिले 6 बज्न लाग्यो ल यस्तो छ है गाउँतिर अहिले गोरु ल्याएर जोत्नु थियो कहाँसम्म पुग्यो माथि केटाकेटी हो साह्रो अल्छी लाग्यो भिडियो चाहिँ यहीँ सक्यो